ल है त साथीहरू, लबडको बन्दुक, सेनिटाइजर, गुच्चार र लाइटरको माध्यमबाट पड्किने। लाइटर यति चाहिन्छ त्यो। ल है त यसमा चाहिँ त्यो बोतलको बिर्को, बोतलको बिर्को, अरू चाहिँ सामान्य त्यही हो। गुच्चा हाल्ने, सेनिटाइजर हाल्ने, पड्काउने। रातिको बेलामा चाहिँ अलि चिसो हुन्छ, त्यही भएर अहिले राम्रोसँग पड्किन्न। अनि घाम लागेको बेलामा चाहिँ एकचोटि सेनिटाइजर हाल्ने बित्तिकै डिएम पड्किन्छ। लाइटर, सेनिटाइजर र गुच्चा चाहिन्छ, यसरी पड्किन्छ। त्यसरी पड्किन्छ है त। अनि बाँदर साँदर सब। ल कतिजनाले कस्तो बन्दुक भनेर भनिरहनु भएको थियो। ल यो बन्दुक यही हो लबडको, हेर्न सक्नुहुनेछ तपाईँहरूले। ल हामी सिकाइरहने यही हो है त। ल कतिजनाले कमेन्टमा भनिरहनु भएको थियो कस्तो बन्दुक हो भनेर। यही हो लबडको बन्दुक, हामीले सिकार खेल्ने। अहिले पड्केन चिसो भएर।